हेलो गाइज, आफ्टर लङ टाइम म चाहिँ एउटा लङ भिडियो लिएर आउँदैछु। हाम्रो चाहिँ आज दसैँ पनि सक्यो, सबैको राम्रै भयो होला। अहिले चाहिँ माथि डाँडामा अब अलैँची टिप्न हिँडेको हामी चाहिँ। अलैँची टिप्न अलिक माथि नै लामै छ बाटो चाहिँ, त्यही भएर अलैँची टिपेर आउनु भनेर हिँडेको। मैले एउटा चिज बिर्सेछ गाइज, गमबुट लाउन खुट्टामा गमबुट चाहिन्छ। यहाँ चप्पल लाएर आएछु, अब चाहिँ गमबुट लाएर आउँछु म गाइज। गमबुट चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ जङ्गलको लागि, त्यही भएर गमबुट लगाएँ मैले। अब हिँडेँ म चाहिँ एक्लै जाँदैछु अहिले चाहिँ। अरू चाहिँ सबैजना गइसक्यो, गाउँबाट कटेर आइसक्यो। बिचबाट आउँदैछु, उकालो चाहिँ हिँड्न नै सक्दैन। आज पानी पनि पर्ला हाँस्छ छ है। भ्यूहरू यता आउँदा भइहाल्यो। यो चाहिँ मेरो साथीको घर हो। अहिले चाहिँ रोडबाट हिँड्दैछु, टाइम लाग्छ अझै मलाई चाहिँ। सबै गइसक्यो अघि, हिजोतिर लाइन थिएन, त्यही भएर फोन चार्ज गर्नलाई चाहिँ टाइम लाग्यो मेरो चाहिँ। एकछिन फोन चार्ज गरेको, फेरि चार्जर हालेर चार्जै भएन रहेछ। 15 मिनट चाहिँ फेरि चार्जमा लगाएर हिँडिरहेको छु अहिले चाहिँ। पानी पनि पर्छ चार्ज माथि पुग्दासम्म है। मोहब्बत के मुकद्दर में अलैँची चाहिँ टिप्नु भनेर हिँडियो, धेरै माथि पनि आइसक्यो। तर दिनले चाहिँ नमस्ते हान्ला जस्तो छ। यस्तो छ दिन, कालो गाडेल मडालिसक्यो माथिबाट। वाह, यो चाहिँ हाम्रो छ्यामाको खोर्सानी हो। खोर्सानी चाहिँ वाइल्ड दामी फलाएर रहेछ गाइस। फुटबल ग्राउन्ड चाहिँ त्यहाँ पर छ, यो घरको पछाडिपट्टि छ। यता भ्यू देख्न थालिसक्यो चिचिलापट्टिको। यताउता त छ्याङकुटी भइहाल्यो। अब पसिनाले लोत काटिसक्यो। मलाई चाहिँ पुगेर मात्रै फर्किनुपर्छ कि जस्तो लागिरहेछ। अच्छा, हिँड्नै नसक्ने एकदम धेरै नै गाह्रो भइसक्यो मलाई चाहिँ। यहाँ लसुन पनि पलाइसकेछ। अब गाउँ चाहिँ सबै झाडीले घेरिसक्यो। यो चाहिँ हाम्रो छ्यामाको घर हो। यता बाख्राको सुँगुरको भेडा पनि रहेछ यहाँ। भेडा चाहिँ यत्रो भइसकेको रहेछ। घाँसहरू भइहाल्यो। धेरै पछाडि उकालो चढाइ गाउँ त सब नयाँ चेन्ज भइसकेछ है त। अझै पनि बाटो बाँकी नै छ। यो घर चाहिँ हाम्रो गाउँदेखिको सबैभन्दा सिरानको घर हो भने म पुग्नुपर्ने चाहिँ यो जङ्गलको फेदमा हो। धेरै त छैन, तर मलाई चाहिँ टाइम बर लाग्छ, किनकि म हिँड्न सक्दिनँ। हाम्रो चाहिँ फुटबल ग्राउन्ड चाहिँ यही हो। यही छ फुटबल ग्राउन्ड चाहिँ। उतापट्टि साइडको अलि बढी छ। अब यहाँदेखिको हाम्रो गाउँको सबभन्दा सिरानको घर चाहिँ यही हो। तल मेन रोड पारी देखिने डाँडाहरू चाहिँ भोजपुरको हो। अब यहाँबाट चाहिँ जङ्गल मात्रै भेटिन्छ गाइज।
चाहिँ 1 वर्षभन्दा बढी भइसक्यो नआएको, तर बाटो छ होला जस्तो राम्रो लागेको थियो। हेर्नु गाइस बाटोको हालत, रातो माटो चाहिँ चिप्लिन्छ एकदम माथितिर जान पनि। बाटो अँधारो भइसक्यो। यतातिर चरा खराको आवाज मात्रै छ है, यहाँ चाहिँ के पनि छैन। अरू चाहिँ डर लाग्दो छ जङ्गल चाहिँ। यो माथि डाँडातिर चाहिँ सबै चियान नै चियान छ। एकचोटि हामी लक्डी पुग्दाखेरि चाहिँ ठ्याक्कै यहाँनिर नै क्याम्प बनाएर बसेको थियौँ रातभरि। ठ्याक्कै 1 महिना नै बसेको थियौँ यतै। अहिलेको बाटोको हालत चाहिँ यस्तो भइसक्यो, जङ्गल पुरै। फाइनल्ली लगभग म चाहिँ अलैँची बारी छेउ आइसक्यो। केही टाइम पछाडि 45 मिनट जति भयो हिँडेको चाहिँ। जङ्गलको हालत चाहिँ यस्तो छ। अघि नै पुगेर काट्न थाल्नु भइसक्यो। म चाहिँ लेट भएँ किनकि मलाई फोन चार्ज गर्नु थियो अनि थोरै भ्लग सुट गर्नु थियो। त्यही भएर आधा घन्टाभन्दा नि बढी बसेँ म। यहाँ पर छ, यहाँबाट उँभो गयो भने चाहिँ च्यानघारी पुगिन्छ। यहाँबाट गयो भने चाहिँ अलैँची बारी पुगिन्छ। बाटै कन्फ्युज भयो म त कताबाट हो। यहाँबाट भन्ने चाहिँ मुनिबाट चाहिँ रहेछ बाटो। गर्मीले लोड भइसक्यो। यताबाट चाहिँ रहेछ बाटो। अघि गएको यस्तैबाट गएको सबै चोया यहाँ भयो। काण्ड पनि भइसकेको छ बाटो चाहिँ। पहिला त अलैँची पनि धेरै थियो र यिनीहरू अलैँची चाहिँ बिरुवा मात्रै रहेछ। फलेको लगभग कमै छ। यस्तो हुन्छ अलैँचीको बोट। घाँस पनि काट्ने फाइनल्ली डेस्टिनेसन आइसक्यो हामी। अलैँचीको हालत त्यस्तो छ, सबै घारी नै घारी छैन अलैँची केही पनि। कोई छोड़ दे तो बिरा एकदम बिरा तुम दो बिरा मैं तो कहीं你叫中国的命。Yeah, exactly. Ini pun ada mesin. Tuk.
Jadi sini Salnagar pugal sih mau gitu. Kadang-kadang kok saya Salnagar pugal sih. Enggak deh, tidak nangis tidak anak nunggu. Orang tu siapa sih ane? Harus sang dia mengambil komor nanti. Perbuatan sih. Kalau saya malam jadi biasa 1:30 भयो 1:30 बाट त ठ्याक्कै पानी आएर बहुत गाह्रो बनाइरहेछ पानी पनि ठुलो आइरहेछ अलैँची टिप्नुभन्दा धेरै फाड्नु भयो अलैँची सब मरिसकेको रहेछ फोहोर फाडेको थियो बिरुवा पनि थियो अब यता आएर सबैले केलाउनु पर्ने तर पानी आयो ठुलो ठुलो नै त्यही भएर म चाहिँ रुखको छेलमा बसिरहेको छु अलिअलि भए पनि पानी थामिरहेको छु यसले गाह्रो छ गाइस अब घर जानु पनि तल छ सबै भिज्ने भयो गाह्रो छ अब फाइनल्ली पानी चाहिँ रोकिसकेको छ गाइस तर अलिअलि चाहिँ आउँदैछ मैले एउटा चिज देखेँ यसको नाम चाहिँ मलाई आइडोन्ट नो तर खान चाहिँ मिल्छ काँडा हुन्छ गुलियो हुन्छ मोस्टली चाहिँ धेरै चाहिँ रहेछ पानीले सब भिजिसक्यो अब यहाँबाट अन्तिम यति रहेछ अलैँची अब यतातिर चाहिँ रहेछ अलैँची यता यता पनि छ सानो चाहिँ केलाउँदै तलबाट केलाउँदै आएको अब के हुन्छ हेरौँ गाइस कति बेलासम्म टिप्न भइन्छ आज सकिँदैन रहेछ यहाँ नै सायद टाइम हुन्छ होला यहाँ पारीतिर पनि छ केलाउनुपर्छ त्यही छ गाइस टाइम अलैँची यहाँ मुनि चाहिँ राम्रो फलाएर रहेछ तर भिजिसक्यौँ पानी ओइल परिरहेको छ अलिअलि पनि पानी परेर पारी लगाएर हिँड्यौँ हामी चाहिँ घरतिर अब बाटो चिप्लो छ त्यही भएर अब म चाहिँ बाटोमा चाहिँ भिडियो गर्न सक्दिनँ भाइ अलैँची उहाँले पुवाको पछाडि हुनुहुन्छ भाइ र बहिनी लिएर हिँडिसक्यो गाइस अब आजलाई चाहिँ भिडियोलाई यति गरिदिउँ किनकि बाटो चाहिँ एकदम खतम छ म रिक्स यहाँ जान्न सो भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु होला अलैँची चाहिँ टिपेको भन्दा फाडेको भिडियो धेरै पानी आएर भिडियो पनि खिच्न पाइएन एउटा सर्टकट छ त्यसले अब नेक्स्ट भिडियोमा भेटौँ ल गाइस बाई बाई